डोल्पो बुद्ध गाउँपालिकामा पर्ने ढो तराप उपत्यका करिब 3,900 देखि 4,300 मिटर उचाइमा संसारकै सबैभन्दा उच्च स्तरीय मानव बस्ती मध्ये एक हो। उपत्यकामा 3 गाउँ छन्, ढो, टोक्यु र लाङ। यीमध्ये ढो गाउँ करिब 120 घरधुरी सहित सांस्कृतिक, प्रशासनिक र व्यापारिक केन्द्र हो। काठमाडौँबाट नेपालगञ्ज, त्यहाँबाट सानो विमान मार्फत जुफल एयरपोर्ट डोल्पा, जुफलबाट फोक्सुन्डो हुँदै करिब 3-4 दिन पैदल यात्रा। हिमाल, नदी र गाउँहरूको दृश्यले यो यात्रा अविस्मरणीय बनाउँछ। ढो तरापको बस्ती घाटी अनुसार फैलिएको छ। घरहरू नजिकै बनेका छन् जसले चिसो हावा र हिमपातबाट सुरक्षा दिन्छ। यहाँका घरहरू ढुङ्गा, माटो, काठ र साना ढुङ्गाका छानाबाट बनेका छन्। अत्याधिक चिसो र उच्च उचाइमा तातो राख्न साना झ्याल, बाक्ला पर्खाल र भुइँमुनि गोठ राख्ने गरिन्छ। उचाइको चुनौतीलाई नजिकबाट अनुभव गर्दै बालबालिकाले क्रिस्टल माउन्टेन स्कुलमा शिक्षा प्राप्त गर्दछन्। हिमालको पृष्ठभूमिमा सिकाइ उनीहरूको भविष्यको उज्यालो बन्छ। मानिसहरूलाई डोल्पोपा भनिन्छ। तिनीहरूको भाषा, पहिरन र परम्परा तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ। उनीहरू हिमाली जीवन, व्यापार र धार्मिक अभ्यासमा निपुण छन्। सबैभन्दा रमाइलो पर्व यारतुङ हो। घोडा दौड, मुखुन्डो नाच, गीत सङ्गीत र सामूहिक भोज। ढो तरापमा गुम्बा, छोटेन र मानी पर्खाल प्रशस्त छन्। तिब्बती बौद्ध धर्म र बोन परम्परा यहाँको जीवनशैलीमा मिश्रित छन्। गुम्बाहरू सामुदायिक पूजा र भेला हुने केन्द्र हुन्। ढो तराप केवल बस्ती होइन, यो मानव साहस, सांस्कृतिक धरोहर, आध्यात्मिक गहिराई र आकाश छोएको शिक्षाको प्रतीक हो। हिमालको काखमा अवस्थित यस गाउँले हामीलाई सम्झाउँछ कि कठिनाइहरूमा दृढता छ, साधारण जीवनमा महत्त्व छ र उज्यालो भविष्यको खोजी कहिल्यै रोकिँदैन।